कति सराप्दै होला यार मलाई ओ बाबा चिपिन्छ त्यहाँ बस अहिले चाहिँ हामी त्यो बाटो सरर यो बाटो यस्तो तल गएर होइन 80 चाहिँ पुरा माथि गइछौँ कस्तो रे बाबु है के कस्तो रे घरबाट नजिक हैन हिँड्दा त टाढा त्यही त सिधा भएछ कस्तो फिल भइरहेछ दाइ दामी बाबै बाबै यता 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 एकदम ह्यापी यता यता एकदम रमाइलो एकदम ह्यापी यहाँ बङ्गार झर्छ त्यहाँ हेर्नु अगाडि मुख चाहिँ धुनु पर्यो ए उयो तल गएर धुँदा हुन्छ हो लु हिँड्नु ल रमाइलो लाइन केटा ल बाबै अस्ति बरुबास डाँडामा छिटै ए त लु हजुर उधारी आएर चौथो गरेर एक हप्तासम्म बसेर जानु भएको यहाँ बस्छ होइन त्यो माथिको छ नि त्यो उहाँहरू हो कि हामी चाहिँ यस्तो बाटो जाँदैछौँ है नेक्स्ट टाइम बाबा बाबै ए शिवजीलाई दर्शन गराइदिनु शिवजीलाई पर चढाइदिन्छु के बाटोले भन्दै राई फुङबुङे झर्ना छ उता छ यो चाहिँ झाँक्री बस्ने ठाउँ झाँक्री गुफा बस्ने ठाउँ फाइनली गाइज हामी चाहिँ खोलामा आइपुग्यौँ खोलामा बालुवा टिप्दैछौँ हामी चाहिँ तर यो बालुवा उठाउनुको लागि नै यहाँ छिकेको होला यार जी ओ बाबा कहाँ हिँडेको ल हेर्नु त ल गाइज फाइनली हामी फुङफुङे झर्ना आयौँ फुङफुङे झर्ना ढाक होइन सेकेन्ड स्टेप फर्स्ट स्टेप दाई दाई मेरो दाई पहिलोचोटि हो होइन झन् अग्लो पर भगराको टु मच डेन्जर छ गाइस कस्तो फिल लागिरहेको छ मलाई त एकदम ह्याप्पी जिन्दगीमा रमाइलो भइरहेको छ कस्तो अनि पहिलो अनुभव कस्तो भएको छ त मलाई एकदम राम्रो सपनामा पनि सोचेको थिइनँ म यहाँ आउँछु भनेर होइन आज आउन पाउँदाखेरि मलाई भित्र हृदय मनदेखि खुसी छ हो हो अनि दाइलाई दाइ मलाई मुटुले ठाउँ छोडेछ ढुकढुक गर्दा आइरहेको छु म चढिरहेको मुटुले ठाउँ छोडेर पनि दामी भट्ट छोडेको छ दामी छ बा एडभेन्चर भन्छ यस्तो हो क्या हामीहरू त ल दाइको पालो ल लेट्स गो दाइ आँट्यो जहाँ अब मगरको छोरो भएर यति गर्न सक्दैन ल छिटो चढ्यो ओइ पक्रिन आएछ त्यहाँ दाइले चढ्यो है चढ्यो दाइ चढ्यो 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 ल ल दाइ खोइ यता फर्किन्छ हेरौँ ल ल लु बाबै ल बाबै मेरो बाबैको पहिलोचोटि होइन बाबा एडभेन्चर उयो पक्रेन क्या उता ल लु चढ बाबा चढ माथि जा माथि ले तपाईँ जानु न जानु यस्तो इजी छ ऊ त्यहाँबाट उता त्यहाँबाट दाइ त गयो जानु हो लराइ छ यता बायाँ टेका पनि हुन्छ ल बुढा मान्छेलाई यस्तो हामीले चाहिँ होइन डह्रो ट्रेनिङ दिँदैछौँ पक्ड्यो पक्ड्यो अलिक तल आइज काले भाइ यस्तो बाटो ल्याउँछ आउनुहुन्न ल त्यहाँ बस्नु ल अब दाइको पालो ल ल ल ल कामदैछ दाइ कस्तो फिल भएको छ यता हेर्नु ल यता हेर्नु आउनु चाहिँ हुँदैन ल ल ल जाउँ दाइ जानु ल यहाँ टेक्नु त यसलाई पक्रिनु नि टेक्नु न दाइलाई कति सराप्दै होला यार मलाई फसायो डर के आगे जिते दाइ
ल दिनु एउटा हात दिनु हो त टेक्नु नि टेक्नु त्यो जाँदैन यो दिनु ल ल बाजे चढ्नु अगाडि त्यहाँ होदी बसिरह म आउँछु गाइज अब हामी चाहिँ यस्तो ठाउँमा होइन यस्तो ठाउँमा यो हिसाबले चढ्दैछौँ होइन दाइहरू चाहिँ गइसक्नु भयो अब मेरो पालो गाइस धर्मसँग नआउनु होला फसाउँछ है अब दाइहरू दुइटा हात चढिरहेको छ नि आई एम द सिङ्गल म्यान होइन के भन्छ र दाइ मङ्की म्यान मङ्की म्यान हो मङ्की म्यान म त चढिसकेँ गाइज नर्मल हो बाबालाई त पक्रिदियो यो के हो ए छोडिदिनु त्यो हात बस्छ त के हो बनादुवा होइन ल राम पक्रेर जानु ओ यस्तो छ है गाइज कोही आउनुहुन्छ भने यस्तो डेन्जर यसलाई के भन्छ र भाइ एडभेन्चर के भन्छ एडभेन्चर चाहिँ गर्नुको लागि बाइस वन लसुन ए के अरे अदुवा वन लदुवा यसलाई इङ्ग्लिसमा के भन्छ गार्लिक होइन जङ्गली जङ्गली जिन्जर तर दाइ डराएर यहाँ कुप्रोबाट बसिरहेको छ गाइज कोही हुनुहुन्छ भने हेल्प ल ए बाबे त गइसकिसक्यो ल दाइको पालो अब जाउँ यस्तो छ गाइज यहाँबाट झऱ्यो भने मरिन्छ होला सायद तर हामी चाहिँ दाइ कस्तो फिल भइरहेछ भन्नु न ल गाइज हामी चाहिँ यस्तरी होइन सर जाँदैछौँ भने गाइज ओ होती बस भन्नु होती बस बाबालाई होती बस ओ बाबा चिप्लिन्छ है त्यहाँ बस ती बस्नु ती ल हेर दाइ मैं टक्क टेक्ने छुना कुरामा दाइलाई ट्याक्कसँगले के फरक त्यो चिन्दा त चिन्दैन अब यहाँ दाइलाई पक्रिदिए टेक्ने ठाउँ कहाँ हो अलिक माथि आइज त ओ बाबै पौडी खेलाउनु पर्छ केटाहरूलाई है ल यसो टेक्ने ठाउँ छ ल चिन्दैन अलिअलि त्यस्तै हुन्छ ल हो त बिच टेकिरहनु बहुत डेन्जर है बाटो यार ना मेरो खुट्टा पक्रेर ल अरे मलाई तान्ला बुढाले यार ल हो जानु हेर गाइज हामी चाहिँ खुट्टामा पकडी दाइलाई लिएर जाँदैछौँ ल पनि गइसक्यो हामी गाइज हाम्रो दाइ चाहिँ अलिक सानो ठाउँमा पनि डरेर आएको छ दाइ दर्जेले फसायो भन्दैछ दाइले गाइज ओ बाबा त्यहाँ बस ल जानु बिस्तारै सर ल दाइलाई यहाँ यहाँबाट आउनु 10 मिनट लाग्यो गाइज यस्तो छ गाइज है सक्टोसँगले अब होइन यो छ यो एरियाबाट चाहिँ हामी 3 स्टेप आयो फर्स्ट स्टेप अब देखाइहाल्यो अहिले चाहिँ हामी त्यो बाटो तर यो बाटो यस्तो तल गएर होइन फर्स्ट स्टेपबाट माथि गइछौँ अहिले हामी सेकेन्ड स्टेपमा छौँ अब सेकेन्ड स्टेपबाट चाहिँ हामीहरू कहाँ जान्छौँ दाइ यहाँ हाम्रो दाइ चाहिँ है लास्ट डराएर एउटा जाओस् न दाइ धर्जेसँग चाहिँ आउनु हुँदैन फसाउँछ सायद बाबा यहाँ तपाईँलाई कस्तो लाग्यो धर्जेसँग आउनुपर्छ है एकदम रमाइलो हुन्छ सबैलाई नआएको बाटो हिँड्न पाउँछ त्यही रमाइलो लाग्यो अब गाइज यो एरिया चाहिँ यस्तो छ है यो चाहिँ नुवाकोटको खुङखुङे झरना तामाङ भाषामा चाहिँ खुङखुङे भनेको चाहिँ स्टेप भएर चाहिँ यसको नाम खुङखुङे झरना गएको र यो झरना चाहिँ यसको विशेषता के छ भन्दाखेरि यहाँ चाहिँ शक्ति छ अरे के भगवान्को शक्ति छ भन्छ अब उहिलेको बाजेको पालाहरूकोदेखिको कुरा हो होइन हामीले नि सुनेको सुनेको त्यति चाहिँ खासै हामीलाई थाहा छैन तर एटलिस्ट यहाँ चाहिँ शक्ति चाहिँ छ कोही भिजिट गर्नु चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ एकदम रमाइलो छ एडभेन्चर गर्नुको लागि धेरै राम्रो हो एडभेन्चर गर्नुको लागि यो एरियादेखिको यो एरियासम्म घुम्नुको लागि तपाईँहरूले दोर्जे लामालाई सम्झिनु सक्नुहुन्छ र हामीहरू यसरी आउँछौँ सही कुरा हो पुरा सेफलीसँगले के कसो भाइ भन्दै त यो हाम्रो भाइ चाहिँ यहाँको लोकल है हो भाइले हो हामीलाई चाहिँ गाइड गरेको अनि भाइ यसरी आउँदा के फिल भयो नयाँ नौलो
डर पनि रमाइलो पनि एडभेन्चर भयो ल हिमाल पनि खिच्नु न अनि बाबाले फेरि हिमाल पनि भनेको छ होइन यहाँबाट टक्कै हिमाल देख्छ तर अहिले अँधेरोमा देख्दैन गयो गाइस है ल अलिकति मात्रै देख्दो रहेछ है ल अब हामी चाहिँ यहाँबाट सट्ट उकालो लाग्यौँ है त गाइस बाई बाई नेक्स्ट भिडियो फेरि भेट्छौँ हामी चाहिँ माथिको भिडियोमा है त हाम्रो बाबा चाहिँ महाकालीको ध्यान बसिरहेको छ गाइस कोही हुनुहुन्छ होइन सर जाँदैछौँ अलिकति एकछिन त्यो लहर सँगसँगै जानु ल ऊ त्यो त आइसक्यो ल खुङखुङ झन् ऊ त्यो लहर हल्लिँदैछ त्यो त खनाङ गरेर भाइ हजुर पसिनै आयो यार ठाउँ आउँदैन म उताबाट ल के छ अनि केटा हो गाह्रो छ बाबालाई पढिदे ल दाइ दाइ रुएर खत्तम भयो खसायो तल भिड छ अनि गयो भने स्वाहा ल नो दर्जनसँग धुले मित ल बाबु दाइ दाइ बाबा दाइ रे माथिबाट देखेको यो भनेको यो छाम्रो फाइनली गाइज थर्ड स्टेप पनि आइपुग्यो है हामीहरू यहाँ चाहिँ यस्तो स्थिति रहेछ ल गाइज फाइनली भेट भयो ल बाटो त राम्रो बनाएर छ तर सब भनिसकेको छ कि गाइज अब यही हो ल आज चाहिँ हाम्रो फुङफुङे झरना यहाँ स्थगित भयो सकियो आजको हाम्रो हाइकिङ अब नेक्स्ट भिडियोमा भेट्छौँ है त अर्को ठाउँमा गाइस हामी सेकेन्ड स्टेप पनि चढ्यौँ अब घर जाँदैछौँ है आजको लागि यतिकै है गाइजहरू आउँदैछ मामी टेक्दै यो ठाउँबाट हेर ल यो ठाउँबाट हामी यो 3 स्टेप चढेर आयौँ ल बाबा अनि कस्तो फिल भयो त ल मलाई त एकदम ह्याप्पी रमाइलो ल अब हिँड्नु नि त कालोमा आलु फलिहाल्छ बाबाको दाइ अनि दाइ सास आयो भर ल जो कस्तो रे केटा हो काले भन् ए काले भाइ फाइनल कस्तो हो दाइ दामी भयो ए साथसाथैमा काले पनि छ है हाम्रो यहीँ फिलिल्ली ल भन त अनुल भाइ तिम्रो हालचाल के छ ठिक छ दाइ कस्तो भयो त आजको एकदम दामी बाबालाई ए एकदम बडा हाम्रो दाइहरु रमाइलो गाह्रो भयो दाइ फर्स्टचोटि कस्तो अनुभव भयो त तपाईँलाई रोगी हाँसु त्यही भएको थियो अब यस्तो डाँडामा चढेपछि कस्तो घुम्नु नि रोगी हाँसु कोही सक्छ त होइन सक्दैन गाह्रो धोरेसँग आउनुहुन्न महाकासम्म डेन्जर हो